यो गर्छ हेलो हाई नमस्कार लासो थापल्ला सबैजनालाई आज चाहिँ हामी म चाहिँ यहाँ साथीहरूसँग चाहिँ आज फेरि हाइकिङ जानको लागि आएको छु र अब हाम्रो फेरि आज विशाल हाइकिङ हुनेछ यहाँनिर हामी हाइकिङ जानको लागि रेडी हुँदैछौँ हामी यो हाइकिङ ग्रुप हो ल ओके रेडी गो मेरो देख्नु नि ल यता यता आउनु अलिक आछा आउनु फेरि ल आइफोनमा भन्दा यसमा अलिकति अलिक गोरोपन आयो क्या ल रेडी यही तपाईँको होला ल ल हाइकिङ ग्रुप हाम्रो ल रेडी गो अब जाउँ ल यहाँनिर चाहिँ हाइकिङ जानको लागि प्रशस्त गाडीहरू होइन यहाँ मान्छेहरू चाहिँ पुरै हुन्छ अब यहाँबाट चाहिँ हामी यो गेटबाट छिरेर चाहिँ नि हामी जाँदैछौँ चो कुकुर कहाँ हिँडेको यहाँ लखर 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 लट्ठीहरू पनि यहाँनिर लट्ठी कहाँ हिँडेको ए यहाँनिर बाटो चाहिँ दुईवटा बाटो छ एउटा चाहिँ रातो बाटो यो चाहिँ टाढो छ र अर्को चाहिँ पहेँलो बाटो यो चाहिँ अलिकति नजिक छ तर यहाँ अब कुन चाहिँ बाटो जाने त्यही अनुसारको हामी चाहिँ त्यसरी जानुपर्छ यहाँनिर चाहिँ यस्तो खालको यहाँ चाहिँ हामीले चाहे जस्तो लट्ठी लिनु सकिन्छ हामीलाई कुन लट्ठी छ मनपर्छ यस्तो खालको लट्ठी चाहिँ हामीले लिनु सकिन्छ हाम्रो यो हो गेट यहाँबाट चाहिँ हामी भित्र छिरेर जान्छौँ यहाँनिर चाहिँ अब सबैको फोटोहरू राखेको हुन्छ यहाँनिर हाइकिङ जानुको लागि फोटो चाहिँ फोटो राखेको छ यहाँनिर फोटोहरू यस्तरी राखेको छ यो चाहिँ हाइकिङ जाने ग्रुपको चाहिँ डी ट्रक यहाँनिर चाहिँ आएर बस्ने अनि खाने सबै हुन्छ यहाँनिर ल अब हामी चाहिँ 5 किलोमिटरको चाहिँ रातो हेलो हाय अमर योजन भ्लग लाइक कमेन्ट शेयर सब्सक्राइब र फुल वाच गरेर साथ दिनु होला है हाम्रो अमर योजन भ्लगलाई चाहिँ उहाँले चाहिँ नयाँ नयाँ कन्टेन्टहरू लिएर नयाँ नयाँ ठाउँको नयाँ नयाँ आविष्कारहरू गरेर उहाँले चाहिँ देखाउनुहुन्छ हजुरहरूले हमेसा हेरेर साथ दिनु होला है सधैँ आज उहाँकोसँग नि हामी जुटेर चाहिँ सँगै हिँड्दैछौँ नयाँ ठाउँमा हामीले नयाँ ठाउँमा लिएको छ त्यसको लागि आसिङलाई सलाम छ धेरै धेरै धन्यवाद आएको ठाउँ गरेर देखाउनेछौँ उकालेको बाटो छ बफ्रे यो त हामी होपफुल्ली हामी पानी पनि रहिसकेछ हामी मजाले हामीले हाम्रो डेस्टिनेसन पुरा गर्नेछौँ हजुरहरूले सिर्फ हेरेर साथ दिएर यो हाम्रो मेहनत कडा परिश्रम पसिना देखेर पनि हजुरहरूले कमेन्टमा गर्नुहोला कमेन्टमा गुड लक शुभकामना चाहिँ दिनु होला है हजुरहरू किनभने यस्तो पानीमा पनि हामीले मजाले सुट गरेका छौँ हजुरहरूलाई ओ माई गॉड यो त हेर्नु बजारहरू जानुभन्दा यसो बाहिर वन जङ्गलमा स्वच्छ हावा पनि एकदम हाम्रो गलेको महसुस छ हो अब हामी केही CP12 मा पुनः आइपुगेका छौँ साथीहरू किनभने यहाँ देख्यो भने हामी
अगाडिको डेस्टिनेसनमा हामीले जानेको छौँ। हरेक एरोहरू दिएर यता हेर्नु एकचोटि हाई हाई भन्ने हेर्नु लगातार हामी गइरहेको छौँ। हेलो हाई भन्नेलाई यो चाहिँ CP12 मा आइपुगेछौँ। अहिले चाहिँ हामी हेर्नु त साथीहरू पसिना हाम्रो मिनेट हेरेर पनि हजुरहरूले यो भिडियो चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुपर्छ है। खतरा भिड आउनु ल 19-20 कति छ हाम्रो अगाडि जानु ल ल जानु पक्ने ल जानु पक्ने नाइस प्लेस नाइस नाइस बाई गराउने साथीहरू यस्तै यस्तै नयाँ नयाँ भिडियो हेर्नको लागि अमर योजन भ्लगमा आउनु होला। यो चाहिँ हाम्रो दाईहरू एकदम लगातार हिँडिराख्नु भएको छ। हाम्रो दाई ल कृष्ण दाई हेलो हाई ल यो दाई अमर योजनजी पनि एकदम मजाले हिँडिराख्नु भएको छ। मजाको दृश्य रहेको छ है साथीहरू। हेर्नु त डाँडा डाँडा हिँड्ने हो। यता अब सिटीलाई बाइपास गरेर अब सिटीतिर हिँड्नु भन्दा यस्तोमा हिँड्नु चाहिँ एकदम मजा हुन्छ र शरीरको लागि पनि राम्रो शुद्ध अक्सिजनमा हामी चाहिँ हिँडिरहेको छौँ, मनोरञ्जन गरिरहेको छौँ। हाम्रो देव दाजुलाई पनि हार्दिक स्वागत छ हाम्रो यो टिममा। भिडियो चाहिँ सुरुदेखि लास्टसम्म स्किप नगरी हेर्नु होला। यो चाँडै नै मिलियन पुग्नेवाला छ है यो च्यानल। सबैले त्यो चाहिँ हेरिराखेको हुन्छ, लाइक गरिराखेको हुन्छ। दामी सिनहरू देखिन्छ यहाँबाट है। गाउँघरहरू क्या क्रच टक्क हामी चाहिँ यहाँबाट चाहिँ ओह्रालो लाग्यो। क्या चाहिँ छिराउनु पर्यो कि ल यो होइन यो के गरेको यो के हो होइन यो गरेको के पानी पानी हो गया भन्नेमा यो भाइरल पानी 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 लो न छिटो खाली यो खाली तयारी गर्ने मान्छेलाई यहाँ अब हाम्रो स्विङ खेल्ने कार्यक्रम
ल पिङ खेल साथी हो घुमेर आउने यहाँ आएर चाहिँ नि पुरै चाहिँ नि पिङ खेल्ने साथीहरू बल गर लास्टमा चाहिँ हाइकिङ गरेर आइसकेपछि यहाँनिर खुट्टा सुट्टा धुने त्यहाँबाट यस्तो राम्रो बगैँचा घारी पनि छ बगैँचा यहाँ आएर रेस्ट गर्ने केरा लटारामा फलिरहेछ केरा सेरा पनि खानु पाइन्छ भगवानलाई मानेपछि सबै कुरोहरू हाम्रो पुग्छ पुरा हुन्छ त्यसैलाई एकदम लगाउने कार्यक्रम चलिरहेको छ अन्त हाम्रो कामदाई चाहिँ एकदम हाम्रो हेड चिफ हो ओभरअल हाइकिङ घुमेर आइसकेपछि चाहिँ हाम्रो चाहिँ यहाँनिर पुरै साथीहरूले आज मौसमले साथ दियो ल चाहिँ हाम्रो यता फ्रुट सुट पानी सानी ल सबै हाम्रो व्यवस्थित तरिकाले चाहिँ हाम्रो आजको हाइकिङ चाहिँ आज लास्ट इन्डिङ हुने कुरा छ लडेको छ ल यहाँ अब पुरै चाहिँ हामी हाइकिङ घुमेर खानेकुरा चाहिँ पुरै चाहिँ हामी खाएर अब चाहिँ जाने हामी अन्डा कोकोले कति खान्छ राम्रो फ्यान्टास्टिक टेस्टिक अब चाहिँ साथीहरूले के खाने गराले त अब हामी चाहिँ खाएर अब जाने काफल पाक्यो ल अब चाहिँ हामी यहाँबाट चाहिँ अब जाने गाडी जानको लागि रेडी हुँदैछौँ यो सबैजना हाइकिङ जाने मान्छेहरू त्यसलाई खोजी गरौँ त त्यो